र अब आजको लागि अन्तिम क्वेसन हामीले पिबी ग्रुप डाटा एनालाइसिसको लागि चाहिँ काम गर्दै आएको छौँ। त्यो कम्पनीको चाहिँ एउटा ब्रिफ हिस्ट्री के काम गर्छौँ हामीले होइन। कोही अब हाम्रोमा चाहिँ जोडिन जानुहुन्छ भने काम ल्याउन जानुहुन्छ नि उहाँहरूलाई चाहिँ कस्तो काम हुँदैछ त्यो कम्पनीको पिबी ग्रुप बारेमा भनिदिनु। ल पिबी ग्रुप चाहिँ हामीले बिल्कुल डेटाबाट डिसिसन गर्न चाहिँ हेल्प गर्ने इन्डस्ट्रीलाई व्यक्तिलाई अब अरू जोसुकैलाई आवश्यक पर्छ उहाँहरूको लागि कुनै पनि काम गर्दाखेरि चाहिँ पहिला त्यसको डेटाले चाहिँ के भन्छ त्यो रिसर्च गरिदिने संस्था हो। हामी रिसर्च एन्ड डेटा एनालिटिक्स कम्पनी हो र यो विशेष गरी हामी विगत 3 वर्षदेखि नेपालकै विभिन्न सङ्घ संस्थाहरूको र अलिकति व्यक्तित्वहरूको आवश्यकता अनुसार हामी रिसर्च गरेर एनालाइसिस गर्दैका छौँ। सो अब पिबी ग्रुपको परिकल्पना नै नेपाल जस्तो जहाँ पनि जस्तो इन्डियामै हेर्नुभयो भने पनि जस्तो हरेक सफ्टवेयरमा चाहिँ जस्तो त्यहाँको 80% चाहिँ डिसिजन मेकर्स डिसिजन गर्नुभन्दा अगाडि चाहिँ डेटालाई चाहिँ हेर्दो रहेछ क्या। सो ग्लोबली त हरेक चाहिँ ठुलो इन्डस्ट्रीले अथवा इभन पोलिटिसियनहरूले पनि चाहिँ पहिला डेटाले के भन्छ फ्याक्ट ड्रिभन कुरा गर्ने चाहिँ बानी छ। तर नेपालमा चाहिँ अहिलेसम्म चाहिँ सीमित व्यक्तिहरूले सीमित संस्थाहरूले गर्नुभएको छ। तर मेजोरिटी अफ द जो डिसिजन मेकर हुनुहुन्छ उहाँहरू चाहिँ डेटाले के भन्छ अथवा थोरै रिसर्चमा चाहिँ लगानी गरौँ न, काम कुनै पनि इन्भेस्ट गर्नुभन्दा अगाडि थोरै रिसर्च गरौँ न भन्ने खालको सोच चाहिँ अहिलेसम्म चाहिँ कमेको छ। सो त्यही चिज सुरु गर्नलाई हामीले त्यो भिजनको साथ 2022मा यो पिबी ग्रुप स्थापना गरेको हो र त्यही अनुसार काम पनि गरिरहेको छौँ। र अहिलेको मेजर हामीले चाहिँ दिने सर्भिसहरूमा चाहिँ मेन त हाम्रो रिसर्च सर्भिस नै हो। तपाईँले चाहिँ केही पनि डिसिजन गर्दै हुनुहुन्छ इन्भेस्ट गर्दै हुनुहुन्छ भने त्यसको रिसर्चमा चाहिँ 1% 2% बजेट पहिला इन्भेस्ट गर्नु, त्यसले तपाईँलाई धेरै आइडिया दिन्छ कि गो अहेड अर स्टप अथवा जाने भने कुन बाटोबाट जाने केमा जाने होइन। अर्को चाहिँ हाम्रो एनालिटिक्स सर्भिस हो। जस्तो तपाईँसँग डेटा छ बट त्यही के अरे डेटाले चाहिँ त्यहाँबाट इन्फर्मेसन निकाल्न नसकेर झन् मान्छे त्यहाँ अड्किरहेको अवस्था छ। त्यो चाहिँ इन्फर्मेसनको चाहिँ फ्लड भन्छ है। इन्फर्मेसन निकाल्न सकेन डेटा मात्रै चाहिँ इन्फर्मेसन निकाल्न सकेको चाहिँ अवस्था छ। सो तपाईँहरूसँग डेटा छ, तपाईँको बिजनेसको डेटा छ, रिसर्च डेटा छ अथवा इन्डिभिजुअलकै पनि केही डेटा छ भने हामीले त्योबाट चाहिँ तपाईँको अब्जेक्टिभ अनुसार चाहिँ एनालिसिस गरिदिन्छौँ र तपाईँलाई गाइड गर्छौँ होइन। अर्को चाहिँ हाम्रो पछिल्लो समय अब रिसर्च गर्दाखेरि अलिकति पेपर बेस्ड काम गर्ने अनि इनइफिसियन्ट तपाईँको जस्तो सेन्सस नेपाल सरकारले जनगणना नै गर्छ, कागजमा गरेर भएन। यसपालि त अलिकति यो सिटीमा चाहिँ अनलाइन टुलहरू के अरे स्मार्टफोन बेस्डलेबाट गर्नु हो। सो हामीले चाहिँ अहिले चाहिँ यो चाहिँ सर्वे सफ्टवेयर एज अ सर्भिस गर्छौँ। सर्वे गर्ने सफ्टवेयर र मोबाइल एपको चाहिँ हामी सेटअप सर्भिस गरिदिन्छौँ। तपाईँलाई काहीँ रिसर्च गर्दै हुनुहुन्छ भने तपाईँको क्वेसनरदेखि टिमलाई ट्रेनिङ गरेर डेटा लिएर आइदिएर त्यसपछि एज अ सफ्टवेयर सर्भिस मात्रै पनि छ हाम्रो होइन। त्यो एउटा अलिकति नयाँ पनि हो, धेरै सङ्घ संस्थाले चाहिँ मन पराउनु भएको पनि छ। अर्को चाहिँ अब आइटी अब एज आइटी कम्पनी भइसकेपछि आइसिटी सम्बन्धी सर्भिसको कामहरू मोबाइलको वेबको डिजिटल मार्केटिङको र अनेक कन्सल्टेसन काम पनि गर्छौँ। र अर्को चाहिँ अब जहिले पनि यो नयाँ पुस्तासँग जोडिने आफ्ना इन्डस्ट्रीमा चाहिँ जोडिने चाहिँ हामी क्यापासिटी बिल्डिङ ट्रेनिङमा चाहिँ विशेष गरी आइटी ट्रेनिङ छ। आइटी ट्रेनिङमा चाहिँ डेटा एनालाइसिस ट्रेनिङ चाहिँ हामी फिजिकल र अनलाइन मोडबाट निकै अफोर्डेबल रेटमा र यो जुन अनुभव छ यो 10 वर्ष हाम्रा जुन ट्रेनरहरूको चाहिँ 10-15 वर्षको अनुभव छन्, इन्डस्ट्रीमै काम गरेका अनुभवी प्रशिक्षकहरू हुनुहुन्छ, उहाँहरू मार्फत हामीले नयाँलाई अथवा पहिलेदेखि काम गरेर जस्तो करियरमा चाहिँ थप ट्रेनिङ आवश्यक हुनुभएको, कसैले करियर चेन्ज गर्न आवश्यक हुनुभएको, कोही बाहिर जाने नेपाल बाहिर गएर काम गर्न खोज्नु भएको, यी सबैलाई मिल्ने गरी यो क्यापासिटी बिल्डिङ ट्रेनिङमा चाहिँ आइटी ट्रेनिङहरू छ। विशेष गरी डेटा एनालाइसिस, जिआइएस, वेब, डिजिटल मार्केटिङको ट्रेनिङहरू छ हामीसँग। हस्